आजको यो म्याचमा यो त के ऋषि धमालले जस्तो धमाल सरी क्या छ ल बम 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 संकेत त हामीले दुर्गा तर्साई दुर्गा तर्साई रे यार प्रसाईले तर्साई रे बाप रे एउटा कुरा भन्न मन लाग्यो राहुल मलाई के कुरा त पागल हो खतरा खतरा त पागल हो ल बवाल हो यार राजेश जी मलाई बोलाउनु भयो म आऊ हैन हर्क तिमी धरान नै फर्क खतरा होइन हर्क तिमी धरान नै फर्क रे खतरा हो खतरा ल ताकी हानिरहेका छन् ताकी हान्न अब यसमा एउटा गीत हालिदिनु पनि ताकी रुम्बा भनेर होइन एड गर्ने जुन त्यो स्क्रिप्टहरू पनि हुन्छ नि खतरा क्या होइन मैले त घरको कमला चोरेर ल्याइसकेँ तपाईँ चाहिँ किन्नु है रे हेलो एन्ड नमस्ते सबैजना दाजुभाइ दिदीबहिनीहरूलाई स्वागत छ हजुरलाई मेरो रियाक्सन च्यानलमा सो नेपालमा अहिले एनपिएल चलिरहेको लगत्तै हाम्रो गणेश जिडी दाजुले चाहिँ एनपिएल प्यारोडी भनेर जुन जेन्जी भर्सेस नेताहरू भनेर एउटा प्यारोडी कमेडी भिडियो बनाएको छ सो म आज त्यसैमा नै रियाक्सन दिन गइरहेको छु होइन सो हजुरहरू पनि एनपिएलमा एकदम क्रेज हुनुहुन्छ होला सो इच एन्ड एभ्री म्याचहरूको चाहिँ के कस्तो भयो भनेर बुझ्दै हुनुहुन्छ होला अफकोर्स सबैजना हुन्छ नै त्यस्तै गरी म पनि छु र त्यो सँगै अब यो गणेश जिडी दाजुले निकाल्नु भएको नेपाली प्यारोडी जुन कमेडी भिडियो छ सो आज चाहिँ हामी सँगै हेरेर त्यसमा रियाक्सन दिउँ है त एनपिएल नमुना प्रिमियर लिग रे ल नेपाल प्रिमियर लिगलाई चाहिँ नमुना प्रिमियर लिग रे खतरा क्या कन्सेप्ट पनि होइन ठ्याक खतरा राखिदिएको छ सो जेन्जी रोयल भर्सेस नेता युनाइटेड वाउ बबालो नाम पनि बबाले राखिदिएको छ के भएछ मेरो बत्ती नो प्रब्लम सो लेट्स कन्टिन्यू है नमुना प्रिमियर लिगको फाइनल म्याच बिट्विन नेता युनाइटेड भर्सेस जेन्जी रोयलको निकै नै रोमाञ्चक म्याचमा तपाईहरुलाई स्वागत गर्न चाहन्छु आजको यो म्याचमा यो त के ऋषि धमालले जस्तो धमाल सरी के भने क्या ऋषि धमालले जस्तो नै गरेर रहेछ तर पनि यो हेर्ने हो भने चाहिँ कमेडी दरबारको चाहिँ के किसमिस भन्ने हुनुहुन्छ नि त्यो एउटा रोल त्यसको सँग चाहिँ एकदम बबालै कपी नै भएको छ यो चाहिँ के यो एउटा त भालेनको नै क्यारेक्टर गरेछ अर्को चाहिँ म्याच मलाई एकदमै इन्ट्रेस्टिङ लागिरहेको छ किनकि यो खालको म्याच हिस्ट्रीमा कतै देखेको थिएन र देख्नु पनि नपरोस् डेभिड निकै नै रोमाञ्चक गेम यहाँ देख्न सक्छौं क्वाइन टसको माहौल हुँदैछ यहाँ क्वाइन टस गर्दै हुनुहुन्छ हाम्रो रेफ्रीजीले के बसेको हुन्छ यार डेभिड यो सिक्का किन भेटिरहेको छैन यो एकदमै दृश्य अचम्म भइरहेको छैन त्यो माथि चाहिँ सक्छ है भने किन के भएन यहाँ सम्पत्ति लुकाउने मान्छेहरू एउटा चाहिँ ठ्याक्क ओलीको नै कपी गरेको रहेछ नि त चारैतिर ग्राउन्डमा देख्छौं त्यसको पनि एउटा कारण देख्न सक्छु म चाहिँ है अलि राम्रोसँग छाम्नुहोस् केही ल यो त त्यो भएन यो प्रचण्ड कि खोजीमा के भेटिन सक्छ के कुरा बम त्यो त बुझ्नेलाई इशारा नै काफी छ नि त डेभिड हामी देख्न सक्छौं ढेउबाजी सिंगापुरबाट सिधै व्हीलचेयरमा नेपाल ल ढेउबाजीको चाहिँ फेरि गणेश दाजु आफैले नै क्यारिकेचर गर्नु भएको रहेछ होइन क्यारेक्टर रोल प्ले गर्नु भएको रहेछ आज लाग्छ मलाई ढेउबाजीको गोजीबाट ब्रेकफास्टको मेनु निस्किन्छ ब्रेकफास्ट मलाई पहिले सोचेको थियो कि त्यो माथि बाबा सबै घर चल्ने दोस्तो भइसक्यो सिका त राख्दिनु बाबा आजको दिनमा छ नि यो तपाईले बेइज्जत गर्नुभयो त्यो त्यो धमला र किसमिसको चाहिँ कस्तो एक्युरेट मिलाए जस्तो भयो क्या यसमा चाहिँ बाबा सागर सिजो खाएको बेसी आनन्दी मनले हातको मैले सुनेको थैला के गर्नु यो धनले बाबा ए बाबा यो रिङटोन बन्द गर्ने रिङटोन बन्द गर
टाउको कि पुच्छर आई मिन हेड कि टेल डेभिड यसै गरी हामी देख्न सक्छौँ लुसिफर चाहिँ के गर्दै हुनुहुन्छ फोनमा उहाँलाई फोन र स्ट्याटससँग निकै नै लगाव छ। यसमा चाहिँ पुरै बालेन र केपी ओलीको ट्विट गर्ने छ नि जुन होइन ट्विटको नै पुरा त्यो एउटा चाहिँ राखेरै चाहिँ यसरी पार्टमा राहुल टाउको ताइटी काप त बेरो हो नि भाइ तिम्रो होइन नि पिपिएल भनेको राष्ट्रको विधा पिपिएल रहे मात्र राष्ट्र रहन्छ। म्याचको बीचमा महेश उठ्नेजी किन महेश बस्नेतलाई महेश उठ्नेत ल बुक पनि हेर्नु न ल कस्तो बनाएको यो गेम यहाँ हुन सक्दैन यो गेम गुल्टुमा भएपछि मात्र हाम्रो समर्थन छ। आजको यो लात अलि अश्लील हुन सक्छ। ऱ्याप हाने जस्तै भयो नि त गेममा सुरुमै विकेट ढल्यो त डेभिड यो जनावरलाई अबदेखि ग्राउन्ड नछिराउ यार। हामीले सुरक्षा व्यवस्था निकै नै टाइट गर्नुपर्ने देखिएको छ यो खेलमा। यसै गरी कोइन टस भएको छ। यसै गरी नेता युनाइटेडले टस जितेका छन् र ब्याटिङ हामी देख्न सक्छौँ नेता युनाइटेडको। हामी देख्न सक्छौँ डेभिड यो टिम लाइनअप यो एकदमै रोमाञ्चक क्या मजाले होइन त्यो क्रिकेट म्याचै हेर्दा जस्तो फिल आयो क्या यसरी यो यसो सबै ठक 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 नामहरू आउँदाखेरि चाहिँ एडिटिङ चाहिँ बाबा क्यारेक्टरहरू हामी देख्न सक्छौँ जेनजी र नेताको। यो क्यारेक्टर बारे के भन्न चाहनुहुन्छ डेभिड? नमुना प्रिमियर लिगमा नमुनाहरू देख्न सक्छौँ हामीले। यसै गरी हामी मैदानमा देख्न सक्छौँ पिपी गोलीको एन्ट्री र एकदमै दर्शकहरूको रोमाञ्च। लाग्दैन राहुल यो पिपी गोली थोरै ट्यापे देखिरहेछ? थोरै होइन डेभिड मैले त पुरै देखिरहेको छु। यसै गरी यो को नमुना हो? मान्छे मैले पनि त्यही भनेको मैले त हजुरलाई भनेको नि 10 वर्ष जंगल बस्दा कुन लोभ उन्मुख जनावर रहेछ भनेर लिएर आएको मान्छे पो पर्यो त। यहाँ देख्न सक्छौ निकै नै सेन्सनल भाइरल टिचर। तिमीलाई लाग्दैन राहुल तिमीले धेरै नै क्यारेक्टर गर्यो यो भिडियोमा? मेरो च्यानल हो। यहाँ देख्न सक्छौ पिपी गोली ब्याटिङ गर्ने क्रममा र बल घुमाउँदै यहाँ र देख्न सक्छौ निकै नै जोसिला होसिला रुन्चे रुदान गुरुङ रुन्चे डेभिड यो चाहिँ यो सुदन गुरुङलाई चाहिँ भने रहेछ म अलिकति नबुझेँ क्या रुदन गुरुङ रे होइन अनि पछि अलिकति यस्तो त्यो हेयर स्टाइललाई हेरेपछि म त ठ्याक्कै याद आयो त्यस्तो भन्न खोजेको थिएन। आई एक्सट्रिमली सरी। कस्तो खुसी लागिरहेछ मलाई। बालेनको फर्स्ट साइन ल्याङ्ग्वेज देश बनाउने भन्ने सम्मानले हो। यसै गरी हामी देख्न सक्छौँ हर्क काम पामजी। ल हर्क साम्पाङलाई हर्क काम पाम रे ऊ चाहिँ किन यो के भन्छ जता नि काम आज लाग्छ उहाँले यो ग्राउन्डमा पानी निकालिदिनुहुन्छ। मे पानी हो गया। हर्कजी तपाईँलाई क्यामेराले खिचिरहेछ है। भाइ ढुङ्गा बोक्न आऊ। लुसिफरको पहिलो बलिङ सँगै चौका प्रहार गरेका छन् पिपी गोलीले। देउबाको रोडमा त पुरा व्हील चेयरबाट उठेर दौडिन थालेछ त के साह्रो यो नहुन आयो फेरि ननिकालोस् जी। तातो खबरमा हजुरलाई स्वागत। तपाईँलाई लाग्दा होला मैले गाँजा खेलाइरहेको छु तर मैले गाँजा खाँदैन। मैले भनेको गाँजा छुटाउने डक्टर हो। भाइ मुगुसुगुतिर गइया थियो। म भनेको हरेक नेपालीको 77वटा जिल्लामा 77वटै जिल्ला भएको नेपालीहरूको प्रत्येक नेपालीको घरमा गएर उनीहरूको दुःख समस्याहरू मैले बुझेको छु। त्यही भएर सबै जिल्लाको मिक्स भएर त यस्तो चार्ज हानेको रहेछ। भाइ तिमी तातो खबर हो? वाउ हो नि। त्यसो भए तातो के शीतल ल्याउ न। डेभिड यो तीनजना बित्ता तातो खबरलाई तातो शीतल ल्यायो रे न के गफ भइरहेछ यहाँ? पक्कै पनि उहाँले देश विकास गर्ने कुरा गर्दै हुनुहुन्छ होला। कतै जेनजीहरूको गठबन्धन त भइरहेछ हैन? केबिल भनेको राष्ट्रको पिता हो। केबिल रहेमा त राष्ट्र रहन्छ। लुसिफरजीको निकै नै शानदार बलिङ र यहाँ शानदार ब्याटिङ गर्न सक्छ। डेभिड तिमीलाई लाग्दैन यहाँ एडिटरले हल्का बढी नै क्राउडको साउन्ड हालेछ? मलाई लाग्छ यो एडिटरले बढी नै क्राउडको साउन्ड हालेछ रे। यसमा त के एडिटरलाई पनि रोस्ट उडे जस्तो साउन्डको साउन्ड पनि तिमी नै हो राहुल।
यसो गरी हामी देख्न सक्छौँ ढेउमाजीको ऱ्याप एकदमै निकै निकै राम्रो ऱ्याप छैन डेभिड? मलाई लाग्छ उहाँले मम्मल ऱ्यापमा चाहिँ राम्रो एल्बम निकाल्न सक्नुहुन्छ। यसै गरी लुसिफरको बलिङमा हामी देख्न सक्छौँ चौका। फेरि देख्न सक्छौँ ढेउमाजीको अर्को चौका। यहाँ ढेउवाजी ब्याटले ढक ढक, उता ढेउवाजीको श्रीमती ठुमक ठुमक। यो थुमक चाहिँ होइन गीत त्यतिकै भाइरलै भएको नि हो र प्लस अब जुन त्यो जेन्जी आन्दोलनमा चाहिँ देउबाको घरमा जुन चाहिँ जति भयो त्यसपछि यो मिम आयो क्या थुमक होइन त्यो उहाँको को नामै बिर्सेँ के हो उहाँको वाइफको नाम होइन नामै बिर्स्यो। म अलि त्यस्तो पोलिटिकलहरूमा चाहिँ त्यस्तो म इन्ट्रेस्ट चाहिँ राख्दिनँ क्या म चाहिँ, किनकि अब त्यति मन पनि पर्दैन प्लस म त्यहाँतिर केही यसो रुचि पनि राख्दिनँ, केही खबर पनि सुन्न खोज्दिनँ क्या, किनकि आफ्नो काम गर्छु आफ्नो ठाउँमा बस्छु म चाहिँ होइन। सो मलाई यो यस्तो पोलिटिकलहरूको बारेमा चाहिँ त्यति धेरै थाहा छैन, तर त्यो पार्टदेखि चाहिँ होइन एकदम धेरै नै मिम्सहरूमा चाहिँ भाइरल भयो क्या त्यो डान्स स्टेप्सहरूको जुन भिडियो थियो नि, सबैलाई थाहा नै होला त्यो त होइन, सबैले हेर्नु भएको छ। सो त्यहाँदेखि चाहिँ एकदमै भाइरल भयो क्या त्यो मिम चाहिँ होइन। शानदार कम्बिनेसन देख्न सक्छौँ हामी दर्शकबिनहरू। उहाँले कुर्सी छोड्नु भएको चाहिँ यो फर्स्ट टाइम देख्दैछु है राहुल मैले। डेभिड मलाई पनि त्यही लागिरहेको छ। अब हामी देख्न सक्छौँ एकदमै रोमाञ्चक दृश्य डेभिड। यो सँगै यहाँ निकै नै शानदार दुईजनाको साझेदारी पनि निकै नै रोमाञ्चक देख्न सक्छौँ। फेरि हामी देख्न सक्छौँ लुसिफरजीको बलिङमा ढेउवाजीको अर्को चौका। पागल हामी यो अरू के छैन भने पागल। यसै गरी यहाँ लुसिफरजीले लिनुभएको छ जेन्जी रोयल्सको लागि पहिलो विकेट। एडिटर अडियन्सको साउन्ड अझै बढा। के भन्छ एडिटरलाई अर्जुनको साउन्ड अझै बढाएर क्या जेन्जीहरूको कामै मलाई भगाउने हो क्या। याद होला नि। मलाई लाग्छ राहुल राजेश दाइले यहाँ पानी निकालिदिनु भयो जस्तो छ। पहिले यहाँबाट भाग्नुपर्ने मान्छे अहिले भागिरहेको जस्तो लागिरहेको छ। अब हामी देख्न सक्छौँ को यो हाम्रो पुष्पा दाई, पुष्पा झुकेका नैसाला। हामी देख्न सक्छौँ शान्ताराम फिल्डिङमा र हर्क पनि आफ्नै तालमा। मलाई लाग्छ राहुल आज हर्कजीले चाहिँ यहाँ घर बनाएरै छाड्नुहुन्छ। यसै गरी हामी देख्न सक्छौँ, यसै गरी लुसिफर पनि हामी देख्न सक्छौँ बलिङमा। जङ्गलमा त्यस्तो बन्दुक त भ्याट हानियो नाथे यो ब्याट। यहाँ लुसिफरजीले विकेट सुरुमै लिनु होला जस्तो छ। नेपाल हाम्रो राष्ट्रको लागि क्याच हामीलाई दिइसक्नु भएको थियो। बम रे अरे यहाँ के हो यो दाजुको भने त यो कपालमा अलिक साइडमा व्हाइट आएर रहेछ अलिकति के हो भिएफएक्स नमिल्या हो कि क्या हो यो? त्यही पनि इन्टरटेनमेन्ट पर्पजको लागि हो, ठिकै छ होइन। हाम्रो पुष्पा दाइले भाइ झन्डै हामी त सेम भएको कसरी किन त आतंककारीले आतंक देखाएरै छाड्यो होइन। ल बम हानियो, सरी बल हानियो, अब चाहिँ हिडियो। पहिलेको बानी के बमलाई बल भन्न त मैले कहाँ बिर्सेको छु र, लागेको बानी त हो। ल डेभिड यो के भयो यो? फेरि देख्न सक्छौ यहाँ जेन्जी रोयल्सको लागि अर्को विकेट झरेको झरे, पिपी गोली हेरेको हेरे। अब को आउला त डेभिड? एकदमै यहाँ रोमाञ्चक हुँदै थियो गेम, को आउला जस्तो लाग्छ डेभिड? म एक्साइटेड छु हेर्नको लागि। दुर्गा तर्साई दुर्गा तर्साई रे यार, प्रसाईले तर्साई रे, बाप रे। इच एन्ड एभ्रीलाई समेटे जस्तो है यो उहाँ चाहिँ। ल हेरौँ आफै फर्के के हो एम्पायर भाइ के हो यहाँ फेरि पनि अर्को तेस्रो विकेट झरिसकेको छ। तपो के गरिरहेछस् त? त हाम्रो टिम होइन? हजुर बाउनी
तिम्रो समय नि गइसक्यो कि अब म त नि जेनजीको सपोर्टमा छु के हो एम्पायर ल यसमा चाहिँ के ध्यान खोजे दुर्गा प्रसाई नै जेनजीको सपोर्टमा गएको रे अनि यसमा त दुर्गा तर्साई हो क्या हैन तर पनि एक्टिङ चाहिँ राम्रै छ है भाइ दिस इज योर अब स्टेप नि गइसक्यो म पनि गए के हो गुरु धोकेबाज हो क्या त धोकेबाज एक नम्बरको धोकेबाज डेभिड यो दुईजना पुलिस पुलिसले नगर्ने त हामी देख्न सक्छौँ ब्याटिङमा बाबु श्याम यसो हेर्दा त खतरै खेल्नुहुन्छ कि क्या हो डेभिड बाबु श्यामले यहाँ चौका छक्काको बर्सात गर्लान् जस्तो लागिरहेको छ मलाई बाबु श्यामको यो क्यारेक्टर चाहिँ को हो आई डोन्ट नो है थाहा भएकोले चाहिँ भनिदिनु होला कमेन्ट गरेर है र हामी यहाँ देख्न सक्छौँ डाक्टर ननिकालोस् बलिङको लागि डेभिड यो के हो यो उहाँले बल भनेर निकै कडा माल निकाले जस्तो छ यार हामीले चाख्न पाउँदैनौँ त्यो डेभिड म्याच सकेपछि थोरै छ र यो सँगै हामी निकै नै एक्साइटेड छौँ ननिकालोसको बलिङ हेर्नलाई र कता फाल्दे यार यो बल के भइरहेछ डेभिड यो बलिङ हो कि के हो यो ल उहाँलाई देखेर एउटा कुरा भन्न मन लाग्यो राहुल मलाई के कुरा त पागल हो खतरा त पागल हो ल बवाल हो यार कस्तो मजाले मिलाएर भनिरहेछन् क्या सबै यसमा होस्टिङ गरे भनौँ न कस्तो मजाले के डेभिड यो के भइरहेछ आज त यहाँ रनिङ नै भइरहेछ यता उता ध्यान त्यो लाग्यो जस्तो हौ ट्रिप हाने जस्तो साधना तपस्या के देख्दैछु यार यो ओसोको घर हो कि क्रिकेट स्टेडियम हामी तपस्या गर्ने मान्छे हो साधना गर्ने मान्छे किनकि पशुपतिमा साधना हुन्छ साधना गर्यो भने मात्र भगवानको हुन्छ हरेक म त गाँजा खाने भाइ त पुरै चार्जमा छ त पुरै घाँस हान्छ तरलले त यतिको चार्ज त हान्दैन त डेभिड यो देख्न सक्छ बलिङ यो कहाँ गइरहेछ बल मलाई लाग्छ बाबु श्यामजी आज पागल हुनु भइरहेको छ मैले तपाईँहरूको कुरा मान्दैन किनकि मैले मान्यो भनेको 33 करोड भगवानको कुरा हो नेपालमा 33 करोड भगवान छ हरेक नेपालीले बाँड्दाखेरि नि 1-1 करोड त भगवान भागमा पर्छ तपाईँको त्यो हरेक नेपालमा यो घाँस बेच्न मिल्छ सबै बेच्न मिल्छ जे पनि बेच्न मिल्छ मैले बाख्राको गु पनि बेच्ने सोचिरहेको छु किनकि त्यो गु खाएरै म यति विद्वान छु एडिटर यो बाबुलाई म्युट गरिदियो यसै गरी हामी देख्न सक्छौँ राजेश दाइको एन्ट्री मलाई लाग्छ अब चाहिँ केही हुन्छ जस्तो छ ऋषि भाइ यो चिनीको डल्लो के हो यार चन्द्रमा छैन मार्च भयो नि हुन्थ्यो कि राजेश दाइको पनि एक्टिङ त राम्रै गरेछ हौ मलाई चाहिँ एकदम राम्रो लाग्यो यो मेन भनेको यो के अरे यो दुर्गा होइन के अरे यो के रे यो रिपोर्टर फेरि बिर्सेँ क्या त्यसको नाम ऋषि धमलाको र प्लस त्यो किसमिसको क्यारेक्टर गर्ने चाहिँ सेम भइहाल्यो प्लस अर्को भनेको चाहिँ यो राजेश दाइको चाहिँ जुन रोल गरिरहेछ नि त्यो पनि राम्रो लाग्यो एक्टिङहरू त फेरि अध्यारो होला राजेशजीको उमेर मलाई थाहा छ कुरा लुकाउनु पर्दैन क्या उ बेला हामी जङ्गलमा बाटो बिराउँदा हजुरले नै बाटो सिकाइदियो होइन त गुगल म्याप थिएन त्यसलाई जङ्गल भन्छ तिमीहरू म त खुट्टाको भुत्लामा लामखुट्टे भन्केर यसो हल्लाको तिमीहरू पो हो त्यही बेला पड्काइदियो भए त यो धरतीको बोझहरू त कम हुन्थ्यो है ऋषि भाइ यो चुटकिला भन्दा नि फिल्मको स्क्रिप्ट हो क्या हो राहुल यो सँगै राजेन्द्र खड्की जस्तो देख्ने राजेश हमाल आम्मा कसम यस्तो राजेश हमाल नराम्रो त मैले देखेको थिएँ डेभिड नराम्रो राजेश हमाल ठिकै छ त हैन किन नराम्रो भने गएको छ यहाँ देख्न सक्छ तपाईँ फेरि राजेश हमालको बलिङमा फेरि चौका यहाँ मलाई लाग्छ विराट कोहलीको दाइ जस्तो छन् बाबु श्याम छक्का फेरि बलिङमा फेरि हामी देख्न सक्छौँ यो के भइरहेछ हाल्छु नि टाउकोमा यसलाई त अघि नै हान्नु पर्ने ताकि हाने मलाई माछा मार्न पाइन्छ हजुरले त राम्रो डिसिजन दिन सक्नु भएन नि त के एम्पायरमा बनौँ असम्भव संसारमा कुनै पनि पत्रकार म जस्तो एम्पायर हुन सक्दैन उता बाबुरामजीले त बल माग्दै हुनुहुन्छ मागेर के हुन्छ हान्ने बेला हानि सक्नुभयो
ऋषिजी म मनैबाट ए यो त बाबुराम भट्टराई पो हो म थाहा नभइरहेको माफी माग्न चाहन्छु म अरू नेता जस्तो होइन भन्ने हामीलाई ल्याइरहेछ हामी देख्न सक्छौँ ल ल डेभिड कसैले लिन नसकेको विकेट हाम्रो पुष्पाले लिनुभएको छ भने मुनि म पनि टिक्न सकिन तँलाई पनि टिक्न कहाँ दिन्छु र प्रचण्डको यही नै होला मैले खानु पाइनँ भने तिमीहरूलाई नै खान दिन्न होइन यस्तै नै हो यो त्यस्तै हो होइन नेतादेखि लिएर अब जति पनि मान्छेमा भर पर्छ होइन मान्छेको स्वार्थ त्यस्तै हो आफू केही गर्न सक्यो भने अरूलाई पनि गर्न दिँदैन भन्छ बाँदरले आफ्नो पनि घर बनाउँदैन अरू पनि घर बनाउन दिँदैन भने जस्तै सेम नै यो जङ्गली जहिले यस्तै गर्छ क्या भाड भैलो प्रश्न तपाईँलाई चुनाव लड्ने गोर्खा आइएला नि जङ्गलमा दुईजना बाटो सोध्न हिँडिरहेको थियो अङ्गालो मारेर अहिले त बालेन र हर्काको जस्तो सम्बन्ध भएछ राजेशजी मलाई बोलाउनु भयो म आउँ होइन हर्का तिमी धरानै फर्का खतरा होइन हर्क तिमी धरानै फर्क रे खतरा हो खतरा ल पानी सानी निकाल छी 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 थु 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 छी छी डेभिड हामी देख्न सक्छौँ यो कुकुरको साङ्लो कसले खोल्दैछ जङ्गललाई बनाएर फेरि अर्को जनावर छिरिसकेको छ ग्राउन्डमा गुन्डुमा भएपछि मात्र युवासँग समर्थन छ डेभिड यो गुन्डु गुन्डु किन भनिराख्नु भएको छ यसै गरी हाम्रो महेश उट्नेजीले के हो यो यहाँ लुसिफरजीको निकै नै शानदार जवाब र निकै नै शानदार ब्याटिङ देख्न सक्छौँ हाम्रो भनेको राष्ट्रिय विधा हो यो खेल गुन्डुमा हुनुपर्छ अनि मात्र हाम्रो समर्थन छ लुसिफरलाई ताकी हानिरहेका छन् ताकी हान्नु अब यसमा एउटा गीत हालिदिनु पनि ताकी रुम्बा भनेर होइन राष्ट्र रहन्छ यो खेल गुन्डुमा भएपछि हाम्रो समर्थन छ र दर्शकबिन देख्न सक्छौँ हामी रोदन गुरुङले क्याच लिइसकेका छन् हेरौँ हामी उहाँको रुवाई औँला पनि कुन देखाइदिनु खुसी लाग्दैछ पिपिओली भनेको राष्ट्रको विधा हो पिपिओली रहे मात्र राष्ट्र रहन्छ यो खेल गुन्डुमा हुनुपर्छ अनि मात्र हामीहरूको समर्थन छ चुप बिल्कुल चुप अब एकचोटि तैँले राष्ट्रको पिता भनिस् भने नि भाइ यस्तो हानेर तँलाई यही ब्याटले हानेर गुन्डु पुऱ्याइदिन्छु म पिपिओली भनेको ल तर पिता हो सबै नेता युनाइटेडका ब्याट्सम्यानहरू आउट भएका छन् र टार्गेट दिएका छन् 84 रनको के यो 84 रनको टार्गेट पुरा गर्लान् त हाम्रो जेन्जीहरूले डेभिड 84 रन त जेन्जीले त पुरा गर्छन् जस्तो लागिरहेछ है मलाई महेशजी के हो तपाईँले त आफ्नो पितालाई त जथाभावी गाली गर्नुभयो अरे नि त पिपिओली भनेको म्याच जिताउने मान्छे भन्नु खोज्या हेर्दा तारिक लुसिफर जस्तो छ ल के सधैँ अरूले छक्का हानेको हेरेर रमाउनुहुन्छ के आफैलाई क्रिकेट सिकेर एउटा खेलाडी बन्न मन छैन अनि सिक्न नजाने कहाँ जाने वान डे क्रिकेट एकाडेमी नेपालको बेस्ट क्रिकेट ट्रेनिङ सेन्टर के त्यो त एड पो रहेछ म त के आयो भन्दा नि त के लिए प्लान सब बढ़िया है ना सब बढ़िया छ सब दिखाओ मुझे तुम्हारा प्लान यो भित्र छ माल यसले बोले ठुलो धमाका ब्लास्ट हुन्छ बोस ये नहीं फटेगा ये क्यों नहीं फटेगा किनकि यो हो न्यू लाइटको सुटकेस जुन यति बलियो र मजबुत छ फुट्दै फुट्दैन यसमा रहेको साइड चेनले तपाईले मजाले सामान अट्छ कि तपाईसँग भएको साइड चिक्स पनि यहाँ हाल्न सक्नुहुन्छ जसले गर्दा तपाईको बुढीले ल्याङ ल्याङ गर्दैन अब यति भने यो सुटकेस किन्दिन ल्याङ गर्न न यत्रो घरबेरी सुन छ यत्रो फर्निचर छ त्यही गमला किन गमला घरको गमला भयो अरू किन खोज्ने ल यो पनि एड रहेछ ल मैले त गमला घरको गमला चोरेर ल्याएँ तर तपाईँले चाहिँ किन्नु है खतरा ए प्यारोडी भिडियोमा यस्तो एड हानिदिरहेछ होइन तर चाहिँ एड गर्ने जुन त्यो स्क्रिप्टहरू पनि हुन्छ नि खतरा क्या होइन मैले त गमला घरको गमला चोरेर ल्याइसकेँ तपाईँ चाहिँ किन्नु है रे दामी हो दामी ल faster than before. It's your time to get in touch with one of the most reliable online sports news source. With this now, you don't have to wait for the news broadcast to know about it from any kind of sports happening around. It is also the official sponsor. Coupon code.
यसै गरी बलिङको लागि आउनुभएका छन् नेता युनाइटेडका यहाँ पिपी गोली र पुष्पा दाई। के छलफल भइरहेको छ त उहाँहरूको बीच? डेभिड मलाई त अब छलफल चाहिँ थाहा भएन। अब हाम्रो ब्याटिङको लागि चाहिँ को आउला त? मैले त ग्राउन्डमा कोही देखिनँ त डेभिड। अफकोर्स जेन्जी रोयलको लागि हाम्रो एकमात्र भरपर्दो सुगर ड्याडी, जेन्जीहरूको ड्याडी मिस्टर लुसिफर नै आउनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ। आखिर खै त तपाईको पहिलो ब्याट्सम्यान लुसिफर खै? डेभिड मलाई लाग्छ यो लुसिफर जीको फोन उठिरहेको छैन जस्तो लागिरहेछ। जी के भन्दै हुनुहुन्छ यहाँ? म छु त, म आएँ। पक्नुस् भालेन दाइले हामीलाई एकछिन पक्नु भन्नुभएको छ। राम्रोसँग हेर्दा भाइ बालेन दाइले पक हैन फक भनेको छ। र लगातार फोन नउठेपछि हाम्रा हर्क कामपामले म आफै साबेलद्वारा ब्याटिङ गर्छु भनेर मैदानमा आउनु भएको छ। मैदान चाहिँ नखन्दै हुन्थ्यो। हामी देख्न सक्छौँ फेरि रुदन भाइ सपोर्टिङमा आउँदै हुनुहुन्छ र अबको म्याच जेन्जी रोयलको एकदमै रोमाञ्चक म्याच हुन्छ जस्तो लागिरहेको। ए त्यो पार्ट भनेपछि त्यही हो जुन कि त्यो टाइममा चाहिँ नेताहरू सबै भागिसकेपछि ओलीहरू भागिसकेपछि चाहिँ जुन लिडर चुज गर्नको जुन त्यो टाइम थियो नि त्यही टाइमको नै यहाँ मिलाएरै छ यो चाहिँ। हामी ल यो के हो खन्नुहुन्छ कि क्या? त्यति बेला हर्पा साङपाङ पनि आएको थियो नि त होइन लिड गर्नलाई भनेर लिडर बन्ने खालको उहिले चाहिँ होइन कतिचोटि काठमाडौँ ओराद्वारा गरिरहेको थियो नि त त्यो पार्ट पनि रहेछ कि यसमा। हर्क कामपामजी तपाईँको काम यहाँ ब्याटिङ गर्ने हो। यहाँ मैदानमा हाम्रा नेताहरूको के खासखुस भइरहेको छ? डेभिड मलाई आजको यो मास्टर प्लान लागिरहेको छ। यसै गरी हामी देख्न सक्छौँ पिपी गोलीको बलिङमा हर्क कामपामको छक्का। एकदमै रोमाञ्चक माहौल डेभिड। यस्ता नाथे बल हान्न तिमीहरूलाई लुसिफर चाहिने? छी थु आजको म्याचमा मेरो दाइलाई शुभकामना छ। मनदेखि मैले माया छ। पिपी गोलीको अर्को बलिङमा हामी देख्न सक्छौँ यहाँ अर्को चौका छक्का एकपछि अर्को चौका छक्का साबेलले हानेर हाम्रा हर्कजीले हर्क कामपामजी म्याच सुरु नगर्ने पक्नु न यहाँ स्ट्याटस हाल्न दिनु। आज रन दोरो हानियो। मेरो दाई सधैँ खुसी रहनु। डेभिड मलाई एकदमै रोमाञ्चक लागिरहेको छ। ब्याटबाट हान्न नसकेको चिज हर्क कामपामजीले साबेलबाटै गर्दै हुनुहुन्छ। चौका पल्टनबाट डेभिड यो नमुनालाई गेटबाट फालो। अबको नयाँ क्रिकेट म्याचमा साबेल लिएर हान्ने हो कि बल पनि अलि वाइड पनि हुन्छ, बल नि हान्न सजिलो हुन्छ जस्तो क्या होइन। अलिकति लामो पनि हुन्छ, मचाउन पनि यस्तै मचाउन नि मिल्छ है। नयाँ आइडिया ब्याट नभए के भयो त साबेल छ नि खासखुस। अब चाहिँ के होला जस्तो छ है त। मास्टरफुल प्लानमा यो देख्न सक्छौ ब्याटिङ र दुईजना रनिङ गर्ने क्रममा यहाँ दुईजना झुकेका छन् र यो सँगै विकेट झरिसकेको छ। एक विकेट लिइसक्नु भएको छ। छी थु लुसिफरको छाउरो विदेशी दलालको छाउरो थु तँलाई यही बिल्छाले हानिदिन्छु टाउकोमा। तपाईँलाई मैले कुद्नु नै भनेको थिएन, तपाईँ त्यत्तिकै आउनुभयो। नसिका मलाई त्यत्तिकै आएको थियो नि त त्यो हर्पसाङमा ठ्याक एउटा वर्ड मिलाइदिन्छ। नसिका तेरो शैली नसिका। छी लुसिफरको छाउरो भनेको साधना गर्ने मान्छेले र यो सँगै हाम्रो डाक्टर ननिकालोजी आफ्नो सामान बोकेर त्यो सामान देख्ने बित्तिकै मुखबाट पानी आयो यार राहुल। यहाँ फेरि हामी देख्न सक्छौँ नेताहरूको खास खुस के मास्टर माइन्ड बोकेर उहाँहरूले यो हाम्रो ननिकालोजीलाई सुरुमै निकाल्देला नि त। ननिकालोस जीको आज हामी पहिलो छक्का देख्छौँ कि के हो, किनकि जेन्जीको सपोर्ट गर्दै र यो सँगै के हाम्रो छक्का हाल्न त ननिकालोस जीले आफ्नै विकेट लिएका छन्। यो पागलबाट के एक्सपेक्ट राख्नु थियो डेभिड? यो ननिकालोसबाट के एक्सपेक्ट राख्नु थियो रे? चाँडोभन्दा चाँडो ग्राउन्डबाट निकालियोस् यार। खबर ननिकालोस जी एक बलमै आउट भएर आइसक्नु भएको छ। बताइदिनुहोस् त 3 करोड जनतालाई किन हो तपाईँ क्रिकेट खेल्न नसकेको? मैले भनेको यस्तो विदेशी ब्याटले त मैले खेल्दैन। मैले खेल्ने भनेको नेपालमा बनेको सालको रुखको तपाईँको अर्को खाँचीमा मात्र 33 करोड त सालै छ तपाईँको। त्यो भयो भने मात्र मैले खेल्छ, नभए मैले खेल्दैन। मैले खेल्दैन म भनेको भगवान्ले बनेको मान्छे हो। होइन यो रोल चाहिँ कसको रहेछ यो चाहिँ थाहा नै भएन क्या यो एउटा चाहिँ।
म भनेको ध्यान र साधना र 3 करोड नेपालीले नै उहाँलाई लात हान्नु होला। धन्यवाद। र अब ब्याटिङ गर्नको लागि रुदन गुरुङलाई साथ दिनुहुन्छ हाम्रो एकदमै नराम्रो मुख बिग्रेको राजेश हमाल राजेन्द्र खड्की भन्दा पनि हुन्छ युगदेखि युगसम्मको मान्छेले हराउन नसक्नेलाई यस्ता नाथेहरूले के गर्ला। राजेन्द्र खड्गी भन्नलाई चाहिँ अलिअलि राजेन्द्र खड्गीको पनि एक्टिङ गराए भए छु नि, तर फुल टु नै राजेश दाइको नै कपी छ होइन। सो राजेश हमालै भन्ने नि किन राजेन्द्र खड्गी भन्ने क्या होइन। मलाई लाग्छ हाम्रो राजेश दाइले चाहिँ हे गर ए खै यो मतलब यो कपालले र त्यो जुन ड्रेस अफका हावभावले गर्दा चाहिँ राजेन्द्र खड्गी भने जस्तो लाग्यो यसमा। र बललाई 4 कोस पर फालेर छक्का चौकाको त बर्सात गर्नुहुन्छ। यसै गरी हामी देख्न सक्छौँ पिपी गोलीको शटमा रुदनको रन हामी देख्न सक्छौँ। यहाँ एकदमै रोमाञ्चक दृश्य। दुईजनाले एक गर्दै रन र भाइरल टिचर भनेको त जिडी यार तिमीले धेरै नै क्यारेक्टर गर्यो यार यो भिडियोमा। मेरो च्यानल हो यो राम्रो तरिकाले भन्न सक्दैनौ तिमीले सभ्य भएर। मेरो च्यानल हो घरमा बोलाउने मलाई के मुख छाड्ने सालामा कमेन्ट्री गर्न लाग्छ पैसा पनि दिएको छैन मासाला कालो चिया खुवाएर दिनभरि लागेर। मेरो च्यानल मेरो च्यानल हो गणेश भाइ घरबेटी दिदी यार भाडा दिन्छु कि म यार यो ढोका बन्द गयो छ कहानी। यो चाहिँ के यो गणेश भाइ भनेर त त्यो अर्को भिडियोको थियो होइन, यो जुन घरपट्टि नेपाल भन्ने भिडियोमा थियो जस्तो लाग्यो। तैँले काट्छस् मैले विकेट लियो भने मैले तँलाई काट्छु। केमीले भनेको बुझिन्छ। र यो मास्टर प्लान के काम लाग्ला त नेताहरूको र यो बलिङमा यहाँ निस्केको छ अर्को विकेट र रुदन गुरुङ फेरि पनि आउट भइसकेका छन् दर्शकबिनहरू। यसै गरी डेभिड हामी देख्न सक्छौँ एकदमै मैदानमा रोमाञ्चक यो सबै नेता टोली खुसी हुँदै रहन्छ। यो ल ल ल यो के हो निकै नै उत्साहजनक माहौल रहेको छ यहाँ नमुनाहरूको अनि नेताहरूको सबैको यहाँ इक्वली रोमाञ्चक। डेभिड नमुना कहाँबाट आइरहेछ नि यो नमुना कति पैसा दिएछ हामीलाई त दिएको छैन त डेभिड। मलाई लाग्छ यो पालि नमुनाहरूको लागि छुट्टै बजेट छुट्याएका थिए। अब को आउँछ होला डेभिड यहाँ एकदमै मैदानमा रोमाञ्चक गेम हुँदैछ को आउला त। यो सँगै निकै नै शानदार अनि कत्रो ठुलो ब्याट बोकेर आएको अनि त्यो लाउन यार यत्रो ब्याट यो के हो यो एडिटेड हो कि आफै क्रिएटेड हो कि यत्रो ठुलो ब्याट पनि हुन्छ इन्ट्री हानिसकेका छन् हाम्रो मिस्टर शान्तारामले। मलाई लाग्छ उहाँले घर होइन एउटा सिँगै रुख ढालेर ल्याएका छन्। राहुल दाँत कोटाउने टोपी कहाँ गयो भने त शान्त भाइले पो बोकिरहेछ। ठुलो ब्याट दाँत कोटाउने तुत पिक्रे राजेश दाइको लागि ल। यसै गरी हामी देख्न सक्छौँ पिपी गोल होइन यो ओलीको मात्र कति बलिङ देखाएको यत्रो टाइमसम्म बलिङ गर्न पाइर भने एक्चुअली ऊ त्यो पछाडिको के यो प्रचण्डले चाहिँ गरे जस्तो लागेको थियो। ओलीले अघिदेखि त्यसले एक्चुअली गरे फेरि यसले अघिदेखि गरेछ बा को बलिङमा शान्तारामको यहाँ हामी देख्न सक्छौँ रन र राजेश दाइको पनि जोस छुट्टै यहाँ। मलाई लाग्छ 4वटा शान्ताराम जोडे भने त त्यो ब्याट अझै ठुलो छ होला। हामी देख्न सक्छौँ अर्को पिपी गोलीको बलिङमा छक्का। यो एकदमै रोमाञ्चक दृश्य। पिपी गोलीको बलिङमा यहाँ शान्तारामले नाची चौका छक्काको प्राण र बर्सात नै गरिदिएका छन्। चौका छक्काको लाइन लगाइदिएका छन्। डेभिड यो के हो चौका छक्का हामी फेरि देख्न सक्छौँ। फेरि हामी यहाँ देख्न सक्छौँ रन लिएका छन् शान्ताराम। एक पाइला उहाँको लागि त जाबो एक पाइला त हो नि हो। पाइला सार्नेलाई कुद्ने भन्छ। मेरो त एक पाइला हो एक दिन राजेश दाइ मर्निङ वाकमा जानु भएको थियो पछि रियलाइज भएछ उहाँ मार्च पुग्नु भएछ। यो देख्न सक्छौँ शान्तारामको आफ्नो सिग्नेचर स्टाइल यहाँ देख्न सक्छौँ। केही पनि गर्नु परेन। यो विकेट भन्दा अगाडि ब्याट छ कतै यहाँ बल जाँदैन न विकेट जान्छ। यो देख्न सक्छौँ शान्तारामको नो मुभमेन्टमा हामी गेम चलिरहेको छ। के आजको चिज जेन्जीको होला त। यहाँ बाबु श्याम एक्लै ग्राउन्डमा यताउता हेर्दैछन्। अरु नेता खोजेको यस्तो मेरो यो कुर्सी मेरो सत्ता हो यो। सत्ताको कुरा होइन नेपाली जनतालाई ज्योतिषले 4 चोटि हुन्छ भने मलाई मेरै पालो हो बाबा। यसै गरी हामी देख्न सक्छौँ बाबु श्यामको बलिङमा र यो सँगै शान्तारामको ब्याटिङमा लागेर
ब्याटै नहलाइकन चौका छक्का गएको रे कस्तो अर्को चौका प्रहार भएको छ र जेन्जी रोयसले जितेका छन् यो गेम 84 रनको टार्गेट 82 रनमा पुग्दै चौका हानेर शानदार फिनिस यहाँ स्यान्ता रनको र जेन्जी रोयसको जित भएको छ। राहुल के भन्छौ यो बारेमा? अब थमेल जाउँ होइन जङ्गलबाट आएको मान्छे राष्ट्रपिता पिपल रामत राष्ट्र जय सूर्य होइन गाई पो बनाइ यो त दिउँसै यस्तो नहुनु पर्ने। ज्योतिषले त 5 चोटि हुन्छ भने त्यो बर्बाद भयो दाजुभाइको लडाइँमा छिमेकीको रजाइ भयो यार। यो कहाँ गयो बाबा? हेर्नुभयो नि बाघ पो निस्क्यो भन्ने कुरा। Hey guys, thank you so much for watching this video. सो यही नै थियो हाम्रो गणेश जिडी दाजुको एनपिएल प्यारोडी हैन, जेन्जी भर्सेस नेता युनाइटेडको क्रिकेट म्याचको प्यारोडी भिडियो हैन। यसमा चाहिँ टोटल्ली जुन जेन्जी प्रोटेस्टको टाइममा भएको कुराहरूलाई चाहिँ पुरै प्यारोडी वेमा क्रिकेटमा उतार्नु भएको रहेछ। एकदम खतरा ट्यालेन्ट हो दाजुको चाहिँ है। यस्तो चाहिँ अहिलेसम्मकोमा यस्तो भिडियो चाहिँ अहिलेसम्म निस्केको चाहिँ छैन होला, जसरी गणेश दाइले चाहिँ निकाल्नु भएको छ हैन। एकचोटि चाहिँ के फुटबल म्याच भएको भने पनि सुन्थेँ पहिला पहिला वर्षौँ अगाडि हैन। यो फिल्म एक्टरहरू भर्सेस नेताहरूको भनेर चाहिँ निस्केको थियो नि त एउटा हैन। त्यो पहिलाको कुरा हो त्यो। र त्यस्तै गरेर चाहिँ अब यहाँ चाहिँ अब प्यारोडीमा निकालिदिनु भएछ कमेडी भिडियो हैन। क्रिकेट म्याचलाई ठ्याक्क अहिले फेरि एनपिएलै चलिरहेको टाइममा नै ठ्याक्कै कस्तो कन्सेप्ट होला क्या त्यो दाजुको माइन्ड पनि कस्तो खतरा हो क्या। यो चाहिँ बबाले बनाइदिनु भयो। मलाई चाहिँ एकदम भिडियो आउने लाग्यो। र इच एन्ड एभ्री कुराहरू चाहिँ जुन यो जेन्जीको आन्दोलनमा भएका मोस्ट अफ सबै कुराहरूलाई चाहिँ कस्तो क्रिकेटमा एउटा म्याचमा नै पुरा स्पष्ट क्लियर गरिदिनु भएको छ क्या होइन। अब जस्तै अब हुन्छ नि त्यो एक पार्टमा त्यो सबै नेताहरू भागेर लिड कसले लिने भनेर हर्प साङपाङ आइराखेको, बालेनले त्यो टाइममा चाहिँ लिड गर्न नखोजिरहेको होइन। त्यो टाइममा अब बालेनले केही चुप्पै भयो, बसेन। त्यस्तै त्यति बेला बालेन आउनु भएन र यसमा पनि ब्याटिङको लागि बालेन लुसिफर आउनु भएन होइन। त्यस्तै नै दिइरहेको रहेछ क्या। अनि पछिको हरेक त्यो इच एन्ड एभ्रीलाई समेटेर चाहिँ राम्रो बनाउनु भएको छ उहाँले चाहिँ होइन। लास्टमा जेन्जीको प्रोटेस्ट सकिसकेपछि फेरि पनि त्यही कुर्सीको नाममा अहिले तपाईँको देख्न सक्नुहुन्छ यो एमाले पार्टीको तपाईँको यो केपी ओलीको यो ब्यानर लिएर जुलुस गरेर आएको बाटो बाटोमा अहिले फेरि कुर्सीको लागि नै त्यही नै भइ नै रहेछ होइन। यो फेरि प्रचण्ड एउटा चाहिँ फेरि फुत्त कहाँ बिलाएको थियो र कति पछि ठ्याक्क फुतुक्क निस्केको थियो होइन। त्यस्तो चाहिँ इच एन्ड एभ्री कुरालाई चाहिँ समेटेर एउटा क्रिकेट म्याचमा उहाँले चाहिँ त्यतिसम्मको भिडियो कमेडी भिडियो बनाउनु भएको छ। एकदमै राम्रो लाग्यो मलाई। सो हजुरहरूलाई चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नु होला होइन। र यो भिडियो पनि पक्कै हेर्नु चाहिँ होला, एकदम रमाइलो रहेछ यो भिडियो चाहिँ। सो यति भन्दै मेरो यो भिडियो म यहीँ टुङ्ग्याउँछु। भिडियो मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। र टिल देन वेट फर माई अनदर रियाक्सन भिडियो है त।